नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट निर्णय गरेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिको भर्चुअल बैठक मार्फत पार्टी नेतृत्वले एक्लै चुनाव लड्ने नीति औपचारिक रूपमा पार्टी पङ्क्तिमा जानकारी गराएको हो। बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले तालमेलबारे फैलिएका हल्ला असत्य भएको बताएका छन्। विगतका निर्वाचनमा विभिन्न दलसँग गरिएको सहकार्यले पार्टीको वास्तविक शक्ति मापन गर्न कठिन भएको निष्कर्ष निकाल्दै यसपटक आत्मनिर्भर ढङ्गले अघि बढ्ने निर्णय गरिएको जनाइएको छ। प्रचण्डले शान्ति, संविधान र गणतन्त्र जस्ता विषयमा सहकार्य सम्भव भए पनि चुनावी गठबन्धन नहुने प्रश्न पारे। अतिवादी प्रवृत्तिसँग तालमेल नगरिने पनि उनको भनाइ छ। सङ्गठन बलियो भइसकेकाले बाह्य सहकार्यको आवश्यकता नरहेको निष्कर्ष बैठकले निकालेको छ। नेतृत्वले सबै नेता कार्यकर्तालाई पार्टीको चुनाव चिन्ह र एजेन्डा जनतामाझ सक्रिय रूपमा पुर्याउन निर्देशन दिएको छ।